साथीहरु सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल कार्तिक महिनाको 5 गते। आज चाहिँ हाम्रो गोवर्धन पूजा, गाई पूजा अनि त्यस्तै नेपाल सम्वत 1146 प्रारम्भ भएको दिन हो। आज चाहिँ नेवारी समुदायहरूले महा पूजा गर्दैछन् है। अनि हाम्रो हिन्दू धर्मावलम्बीको दोस्रो महान चाड यो तिहार यमपञ्चकको आज चाहिँ गाई पूजा अनि गोवर्धन पूजा आज परेको छ। म यहाँलाई आज यो बुढीगङ्गा नगरपालिका वडा नम्बर 4 बाट देखिने बडीमालिकाको दृश्यलाई देखाउँदैछु। आज चाहिँ मौसम हल्का बदलिरहेको छ, बादल लागिराखेको छ, घाम लागेको छैन पूर्ण रूपमा। आजको मौसम चाहिँ बदली रहेको छ र यहाँ चाहिँ हामी यहाँलाई यो बुढीगङ्गा नगरपालिका वडा नम्बर 4 बाट यो बडीमालिकाको सुन्दर दृश्य यहाँलाई देखाउन गइराखेका छौँ। हाम्रो सुदूरपश्चिमको पवित्र धार्मिक तीर्थस्थल एवं पर्यटकीय स्थलका रूपमा हामीले यसलाई चिन्दछौँ र नेपालकै एउटा धार्मिक पीठ एवं यो पर्यटकीय क्षेत्र रहेको छ। यसको चाहिँ पर्यटकीय रूपमा यसलाई चाहिँ विकास गर्न खोज्यो भने यहाँ चाहिँ अथाह सम्भावना बोकेको ठाउँ हो। यसको तल सर्लक यसरी चाहिँ बुढीगङ्गा नदी अलिअलि देखिरहेछ। हेर्नुहोस् त, यो बुढीगङ्गा नदी यसरी बगिराखेको छ र यो कर्णाली नदीको सहायक नदीको रूपमा रहेको छ, जुन चाहिँ कर्णाली नदीका 7वटा सहायक नदीमध्ये एउटा महत्त्वपूर्ण नदी यो पनि रहेको छ। र यसरी उतातिर यो चाहिँ बुढीगङ्गा नगरपालिकाकै 1-2 नम्बर वडा है देखिराखेको छ। उतातिर पनि यो चाहिँ आंशिक रूपमा बादल देखिराखेको छ। यसरी माथि चाहिँ यो हाम्रो बलैमस्टा मन्दिर, यो जङ्गलभित्र बलैमस्टा मन्दिर रहेको छ। यता चाहिँ कोदोबारी रहेको छ है। यसरी चाहिँ आजको मौसम विवरण एकदमै क्लियर नभए तापनि दिउँसो पख चाहिँ घाम लाग्न सक्ने सम्भावना रहेको छ भने अहिले चाहिँ यो बिहानको 10:26 गएको छ मैले यो भिडियो बनाउँदाखेरि। अहिले चाहिँ यहाँ चाहिँ आंशिक बादली रहेको छ र दिउँसोतिर चाहिँ आशा गरौँ यहाँको मौसम सफा हुनेछ। भोलि चाहिँ भाइटिकाको दिनमा पनि मौसम सफा होस् भन्ने हामीले कामना गर्दछौँ र सफा हुनेछ भन्ने विश्वास लिएका छौँ। तथापि मौसम विभागका अनुसार भोलि पनि सुदूरपश्चिमतिर चाहिँ आंशिक बदलिरहने भन्ने कुरा आएको छ। ल, यहाँहरूलाई धन्यवाद।